हेलो गाइस, गुड आफ्टरनुन। आज चाहिँ हाम्रो छुट्टी थियो दिदी बहिनीको। बुल्डग लिइरहेको, पुरा साह्रै भोक लागेर हो। अनि अब भाँडाहरू धोएको नि त। अब चाहिँ पकाउने छु, पानी तताएँ हो ग्यासमा। र दिदी चाहिँ यस्तै हो, अब के गर्नु। अब मेरो र दिदीको लागि हो सिधोरा हो पाक्दैछ, मजाले पाकोस्। त्यहाँदेखि अन्डा बनाएको हेर्नुहोस्, पाकी पनि मजाले। अब चाहिँ प्लेटमा हालेर मजाले खाने हो, भोक लागिरहेछ हो। हेर्नुहोस् मिठो भएको छ कि तर अलिअलि गुलियो पनि भएछ। अब चाहिँ हामी खानु स्टार्ट गरेको हो, दिदी र म। अनि यस्तो उठेर त्यत्तिकै नै गएको थियो नि त, त्यही भएर त्यस्तो भएको छ भन्दै थिएँ मैले चाहिँ। हेर्नुहोस् न, त्यहाँ मिठो मिठो भएको छ हो, अलिअलि गुलियो गुलियो पनि भएको थियो तर मिठो लाग्यो। भोकको झोकमा त जे पनि मिठै लाग्छ होइन। दिदी चाहिँ उहाँ अर्कै धुनमा, म अर्कै धुनमा, मैले हेरेको नि त गुलियो गुलियो भएको छ गाइस। हेर्नु तर मिठो मिठो भएको छ। मिठो लागिरहेको थियो मलाई चाहिँ हो। अरूलाई चाहिँ त्यस्तो लागोस्, मलाई मिठो लागेको थियो। दिदीलाई दिएको नि अलिक बेसी भएर। दिदीले चाहिँ अब पिरो मनपर्छ नि त, त्यही भएर। हेर्नुहोस् त्यहाँ अब दिदी खानुभएको हेर्नुहोस्। कस्तो छ हेर्नु, यस्तो पिरोले कस्तो भएको थियो होइन। अलिअलि पिरो पिरो भएको थियो, साइड पनि पुरा पिरो लागेको थियो। दिदी झन् उहाँ गर्दै थियो। हेर्नु म त झन् त्यहाँ कस्तो भएको थियो। तपाईँहरू पनि घरमा बनाएर खानु सक्नुहुन्छ। हामी चाहिँ खाइसक्यो हो। अब दिदी र मैले चाहिँ भोकको झोकमा त मिठो लागेको थियो। अब अर्को भ्लगमा भेट्नेछ होला, हामी कहाँ जान्छ भनेर देखाउने छु तपाईँलाई चाहिँ। पेटहरू खत्तम पो गरिसक्यो। हेर्नुहोस् दिदी र बहिनी चाहिँ उता जाँदैछ, हामी पार्क जाँदैछु हो। अब पार्कमा गएर के हुन्छ हो, यस्तो नानीहरू जस्तो हुनु पऱ्यो नि त सम टाइम त होइन। छुट्टीको बेला त हो टाइम स्पेन्ड गर्ने भने। दिदी चाहिँ अघि जानुहुँदैछ उहाँ हो पोज दिँदै। म चाहिँ जाँदैछु पछाडि पछाडि हेर्दै हो। त्यहाँदेखि चाहिँ हामी जाँदै थियो। कस्तो दामी भ्युज के, हेर्नु न घरहरू पनि कस्तो दामी हो। कस्तो शान्ति जग्गा कि यहाँतिर चाहिँ। अब यस्तै बस्ती टाइपको नै हो नि त, त्यही भएर चाहिँ मजा लाग्दो। अब जाँदैछ दिदी चाहिँ अगाडि अगाडि हिँडिरहेछ हो, उसकै धुनमा म मेरो धुनमा हिँडिरहेछ। मजाले हेर्दै जाँदैछ, मजा लाग्दो के। पार्कहरू पनि कति बेसी यहाँतिर त। अब छेउछेउमै पार्क पनि के, कहीँ टाढो जानु पनि नपर्दो के। दामी दामी लाग्यो मलाई चाहिँ यहाँको जग्गाहरू चाहिँ हो। त्यहाँदेखि चाहिँ अब एन्ट्री हुनु आँटेको हेर्नुहोस्, दिदी चाहिँ एन्ट्री हुँदैछ हो। यहाँ चाहिँ हामी फर्स्ट पार्क गएको हो होइन। यो पार्क चाहिँ हामी गएको थिएन, फर्स्टै टाइम हो यो पार्क चाहिँ हो। हेर्दा चाहिँ दामी लाग्दो जग्गाहरू पनि कस्तो दामी, हेर्नुहोस् न दामी लाग्दो होइन। खेल्ने चिजहरू पनि दामी नै छ तर यहाँतिर चाहिँ के भएको रहेछ भन्दा चाहिँ सबै खेल्ने चिजहरू कुनै पनि राम्रो छैन, सबै टुटेको फुटेको, कुनै चिज पनि राम्रो नभएको के। अब दामी चाहिँ दामी छ। अब दिदी र म त्यहाँ खेल्दैछ नानी जस्तै। हेर न उहाँ नानीले भनिरहेको होला मलाई त हेर्दा। दिदी र म यस्तो घुम्दै खेल्दै थियो। अब चाहिँ फर्केको केही पनि राम्रो लागेन कि, अल्छी लाग्दो। उहाँ हेर्नु न नानी रोइरहेछ। यस्तो दामी पार्क दामी के, यहाँतिर जग्गाहरू पनि कस्तो राम्रो होइन। अब अर्को पार्क जाँदैछ हामी चाहिँ, त्यो चाहिँ हामी फर्स्ट टाइम गएको पार्क हो। यो चाहिँ दामी छ गाइस, यो पार्क चाहिँ दामी लागेको छ होइन मलाई चाहिँ। यहाँतिर चाहिँ के भन्दा यस्तो बडी फिट गर्ने हुन्छ नि गेमहरू छ नि त यहाँतिर राम्रो खालके। त्यो चाहिँ मैले हाल्नै पाएन के, बिर्सेछ नि त। यहाँ चाहिँ कस्तो दामी दामी रुखहरू छ, धुप्पीको रुखहरू छ, के भन्छ त्यस्तोहरू छ, निमको रुखहरू छ होइन, दामी लाग्दो। हामी यहाँबाट फर्किँदा चाहिँ एउटै मान्छे थियो वहाँबाट हो, कोही पनि थिएन यो पार्कमा। एकजनै मात्रै थियो, अलिक इन्जोय गऱ्यो दिदी र म मात्रै हो त्यहाँ। अनि फर्केँ। यहाँतिर चाहिँ गुवाबा पनि हुँदोरहेछ हेर्नु न बोर्डमा, कस्तो दामी के। अब अहिले भर्खर नै सानो
सानो सानो फल्दो रहेछ दिदीले टिपेर ल्याउनु भएको थियो के गरेर खाँदैछ हामी चाहिँ हो टेस्ट गर्छु ल यति कस्तो कडा के मिठो छैन रहेछ अब यो पाक्यो भने चाहिँ मिठो हुन्छ यहाँको चाहिँ सानो बोर्डमा के कस्तो मजाको गुवा फलिरहेको रहेछ बिटी हो दिदीले टिपेर ल्याएर खाएको कडा न कडा दाँतले नै भ्याएन हेर्नु न सकेन मैले त फ्याँकिदिएँ दिदीले पनि फ्याँकिदिनु भयो उहाँ चाहिँ वाउ यस्तो कस्तो दामी डग छ हौ यो साँच्चै मलाई पुरा मन पर्यो अनि त्यहाँदेखि दिदी चाहिँ उहाँ खोइ के गर्नु गएको हो जुस लिनु गएको होला सायद हो हेर्दै थियो मजाले कुन चाहिँ जुस लिने मलाई सोध्दै थियो कुन चाहिँ लिने भनेर त्यहाँदेखि मैले यो जुस मगाएँ निम्बुवाला जुस मिठो लाग्छ नि त मलाई चाहिँ मैले चाहिँ टेस्ट गरेको मलाई चाहिँ मिठो लाग्यो दिदीले चाहिँ मुख बिगार्दै थियो कि मलाई त मिठो लाग्यो अब दिदीलाई टेस्ट गर्न दिन्छ दिदीले कस्तो मुख बिगार्छ हेर्न ल गाइस